आज चाहिँ एकदम दिन खोलेकोले होला यो साइड मैले कहिले देखेको थिइनँ यहाँ आउँदाखेरि यो साइडको भ्यू मैले देखेको थिइनँ अरू बेला आउँदा जहिले उयो लागिरहेको थिएँ कि पुरै ढाकिरहेको अन्त कुहिरोले वाह अभिषेक एकचोटि यहाँ भिडियो बनाए त प्लिज यसरी पक्र न म यहाँ हुन्छु आज उताबाट टाढो कस्तो राम्रो देखिन्छ तलबाट देखिने जङ्गल त यो पो रहेछ त ढिका जस्तो देख्थ्यो क्या तलबाट त्यो यतिको त राम्रो बनाएछ पहिला म आउँदा यतिको पनि थिएन राम्रो रहेछ बाटो पुरै साइक्लिङ गर्नु आउँदो रहेछ आम्मामा यहाँको ढुङ्गाहरू हेर्नु कस्तो राम्रो छोरीसँग आएको छौँ है आज हामी नाम्चेमा छोरीसँग आएको छौँ है छोरीलाई डुलाउँदैछौँ त यो साइड कस्तो राम्रो राख्यो अन्त कहाँ अन्त रिजर्भ गाडीमा आएको त हामीले त्यो गाडी त गइसक्यो नि दिउँसै गइसक्यो नि ए घर चाहिँ नि कतिखेर केमा हिँड्दै फर्केको तिमीहरू हामीले तलसम्म हिँड्दै हिँड्दै आएको नि अनि फेरि हिँड्दै हिँड्दै आएको कस्तो राम्रो है जङ्गल हेर्नु कति राम्रो देखेको वाह हल्का हल्का त्यो उयो के अरे यो के भन्छ यसलाई कुहिरो भन्छ आउँछ कुहिरोले ढाक्दैछ कस्तो देखेको हेर्नु तलबाट आउँदाखेरि क्या अनौठो देखेको अब छिटो छिटो ल अब चाहिँ आइपुग्नु आँट्यो कि आइपुग्नु आँट्यो होइन अब चाहिँ के अझै बाँकी छ अब आउनु आँटिसक्यो हामी चाहिँ खास नाम चाहिँ यसैको खाना आएको तर खाने छैन क्या अब कहाँ खाने त्यहाँनिर साइडमा चाहिँ थुप्रो मान्छेहरू थियो बोल्दै थियो अभिषेकले चाहिँ अझै यता लगाऊ भन्दैछ लाँदैछौँ कहाँ पाउँछ है के थाहा छैन मैले यहाँको सेकवा पनि मिठो हुन्छ भनेर सुनेको थिएँ कि यहाँ यतातिरको सेकवा पनि मिठो पाउँछ भन्ने सुनेको थिएँ तर कहीँ बोल्दैछ जस्तो देखिँदैन है हजुर त्यही पछाडि नै थियो बोल्दै गरेको हामी चाहिँ फेरि त्यतै जाँदैछौँ होइन अब यतातिर कतै बोलेको जस्तो धुवाईहरू पनि देखिएन क्या त्यतैमा त धुवा आइरहेको थियो यही लिडियाले उसलाई पनि देखा भन्थ्यो के हो मेरो कता गयो हामी चाहिँ फेरि यतै आयौँ है मकैहरू पनि कस्तो मजाले रोप्नु भएको रहेछ यहाँ आज वेदर चाहिँ एकदम राम्रो छ न त म यहाँ आउँदाखेरि प्रायः हुस्सिलाइरहेको थिएँ केही देख्दैन हामी फेरि यहीँ आएको छौँ एकदम भिड देखेर क्या पाउँछ कि भनेर सोचिरहेको छु हामी चाहिँ यहाँ पस्नु लाग्यो फ्लावर होइन त्यो साइड चाहिँ अलिक धेरै कस्तो अलिकति थुन्ने जस्तो भयो हामी चाहिँ यहाँ सेकवा खानु आएको होइन सेकवा खानु आएको मम्मी पापाले कति डुलाउँछ म मलाई उनीहरू खान्छ मलाई डुलाउँछ तिमी बुबुमा खान्छौ नि त बुबुमा म चाहिँ यहाँ रोज पनि हेर्न आएको कि यतातिर रोज यति राम्रो पाउँछ नि कुन फ्लावर हो हेर्नुहोस् यहाँ फ्लावर्स कति राम्रो राम्रो यतातिर त त्यो माथि हेर्नु झन् अर्कै फ्लावर कस्तो राम्रो है मामा हामी हेलो गरेको हेर न कस्तो नस्पति हो कि के हो यो थाहा भएन पुरै मुन्टाहरू रहेछ त मैले चाहिँ पाउडर गरिरहेको छु
यो चाहिँ हाम्रो 3 चिल्ली होइन आउँछ 1 चिल्लीको 100 रुपिस अरे अनि 3 चिल्ली smells good मासुले मलाई मासु मन पर्दैन मलाई अलिक बोसो टाइपमा मनपर्छ मिठो हो कि मैले फेरि अलिक क्रन्ची खान मनपर्छ होइन मिठो छ तर मिठो छ माथि कस्तो राम्रो रोज फुलेको हामी चाहिँ खाइसक्यौँ अभिषेकले फेरि मगाइरहेछ अझै तर अझै वेदर चाहिँ यसो हाल्दा पनि राम्रो हुन्छ होला अझै वेदर चाहिँ यसो हाल्दा झन् मिठो हुन्छ होला आज अलिक गर्मी पनि छ तर होइन मिठो छ यतिको त मिठो भिड पनि धेरै हुँदो रहेछ अनि टाइम पनि धेरै लाग्छ यता त झन् गर्मी भयो टिनले गर्दा टिनको छानामा प्लिज कस्तो किप देख्छ प्लिज भन्दा प्लिज यो होटलको नाम चाहिँ होटल इनगङ्गा एन्ड सेक्वा कर्नर रहेछ थुम्की बेरेटा फुलहरू के साह्रो राम्रो यहाँ टिप्नु पाए हुन्थ्यो तर टिप्नु हुँदैन तर हेर्दा कति टिप्नु मन लागेको रोज हेर्दा टिप्नु ए दिद्या बाबु दिद्या बाबु वाह रोजहरू जानुहोस् What a beautiful rose. Hey, that rose भन्दा अगाडि सिस्नो रहेछ नि फेरि यहाँ कस्तो राम्रो रस लिएर हेर चियाले काँडा छ अवश्यसँग कसरी आउनु होला यो बाटो भनेर सोच्दै थियो तर ठ्याक्क राम्रो रहेछ बाटो हेर्नुहोस् तर पुरा चाहेको छैन है कुन साइडको ढुङ्गा राम्रो छ होला वाह कस्तो राम्रो आजको वेदर यहाँ हेर न हुस्से अवश्य यहीँ आइसक्यो बादल घाम पनि लागिरहेछ हुस्से भयो है अब हुस्से पनि लागिरहेछ घाम पनि लागिरहेछ हामी यो बादलहरू हेर्नु क्लाउडहरू हेर्नु त्यहाँ माथि रङ साइड कस्तो छ नि त फेरि कि हामी रङ साइड हो कि उनीहरू रङ साइड हो बाख्राहरू झर्छ माथिबाट धुलो भयो त एक्कास त्यहाँ बस्छु मलाई बादल
थियो अघि लाग्यो भन्नु थाल्यो आज तर चिसो तातो दुइटै मिक्स भइरहेको छ देखेको हेर न यहाँबाट फोटो दामी आउने रहेछ La la la. गाडी आउँदा त यति हुने रहेछ अब चाहिँ अघि म एक्लै कुदाउँदाखेरि चाहिँ आनन्द लाग्थ्यो यो जङ्गल मलाई मन पर्यो स्पेसली यहाँको घाँस कस्तो राम्रो पिटिङ 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 छ नखाले कस्तो राम्रो देखेँ क्या त्यो पछाडि पनि यहाँबाट म बसेर बेबी हेर्दैछु यहाँ बस्ने ठाउँ छैन रहेछ म रोडमै बसेर हेर्दैछु घाम एकछिन नलाग भनेर म एकछिन बसेर गइहाल्छु हिमालय आज देख्नु पाइएन हिमाल पनि हेर्नु मन लागिरहेको छ आज ठिकै छ म डाँडाहरू हेरेर रमाइसकेँ त्यो स्काई वकमा हेर न मान्छे कति धेरै क्या यहीँबाट देखेको क्या स्काई वक कस्तो मजाले नस्पति हेर्नु रहेछ यहाँ यो चाहिँ तमरको आँप अरे यहाँ चाहिँ एकदमै अर्ग्यानिक सब्जीहरू फ्रुट्सहरू पाउन सक्नुहुन्छ तपाईँ चाहिँ यहाँ बजारमा यतै फलेको हुन्छ प्रायः भाउ जस्तो लाग्छ भाउजू त नि हामी त्यहाँ बसिरहेको अल्छी लाग्यो थाक्यो घुम्नु पनि एनर्जी हुँदा मात्रै न त साह्रो छेउ लाग्ने रहेछ